दर्शकहरू नमस्कार, तपाईहरूलाई हार्दिक स्वागत छ हाम्रो टिभीमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईँमाझ हरपल उपस्थित भइराख्नेछौँ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट केही मिनटमै प्रस्तुत गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, कहाँदेखि हेर्दै हुनुहुन्छ समय अवधिभर हामीसँगै रहनुहोस्। चुनावमा होइन आन्दोलनमा जाने भन्दै किन कड्किए केपी शर्मा ओली? विमानस्थलमा अपमान भएको आरोप। मिसन सभापति सेक्सन मिसन पीएम के होला? गगन कुमार थापाको अग्नि परीक्षा सुरु। भक्तपुर क्षेत्रमा 2 मा महेश बस्नेत बलियो उम्मेद्वार भएको दावी। यसबारेमा विशेष जानकारी। बालेन्द्र सुदललाई गम्भीर आरोप लगाउँदै कांग्रेस नेता मिन विश्वकर्माको प्रश्न अब पनि अनुसन्धान बाँकी छ र? चुनाव अघि प्रधानमन्त्री घोषणा, संसदीय प्रणालीमाथि बहस, पब्लिक डिबेट गर्न बालेले गरे अस्वीकार। ओलीको स्टाटसमा दिए कडा जवाब, जसले गर्दा एमालेमा थैला बैला। कांग्रेसले गरे जनकपुरको चुनावी सभा स्थगित। यस्तो छ कारण रेशमलाल चौधरीको उम्मेदवारी खारेज विरुद्धको रेड मुद्दाको इजलासमा बहस सकियो, आदेश आउन बाँकी। र राष्ट्रिय सभा निर्वाचनको एकमुष्ट नतिजा आदेश सार्वजनिक हुने। को चुनिए राष्ट्रिय सभा सदस्यमा? यसबारेमा विशेष जानकारी आजको समाचारमा रहनेछ। यी र यस्तै विभिन्न महत्त्वपूर्ण अपडेट छन्। अब हेर्नुहोस् पूरा समाचार। दर्शकबिन आउनुहोस् अब पहिलो तथा विशेष महत्त्वपूर्ण खबरतर्फ लागौं। पार्टी नेतृत्व मिसन प्रधानमन्त्री र समग्र नेतृत्वको रेसमा रहेका गगन थापा पार्टी नेतृत्वमा पुगिसकेका छन्। पार्टी नेतृत्वमा पुगेका गगन थापा अब प्रधानमन्त्रीको रूपमा अगाडि बढ्ने स्थिति बन्दै गर्दा संसदीय अङ्क गणित उनको पक्षमा आउला प्रश्न र चासो बढिरहेको देखिन्छ। कांग्रेसभित्रको आन्तरिक मतभेद, राजनीतिक उथलपुथल, नयाँ र वैकल्पिक राजनीतिको हावाले गगनमाथि चुनौती बढाएको मात्रै छैन, अवसर आएर पनि पछि हट्नुपर्ने बाध्यता समेत देखिन थालेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व सहजै गगन थापाको हातमा नदिने योजना बनाउँदा गगनले सभापति पद खोसेका छन्। रुख र चारतारे झण्डाका कारण पनि कांग्रेसमा देउवालाई साथ दिने दावी गर्ने नेताहरू एकाएक ब्याक हुने स्थिति बन्न पुग्यो। निर्वाचन आयोगदेखि सर्वोच्च अदालतको साथ नपाएपछि गगन थापा बलिया बनेका छन्, तर यो सामर्थ्य कहिलेसम्म टिक्ला यो भने चासोको विषय बनेको छ। नेपालको राजनीतिमा चलिरहेको वैकल्पिक र नयाँको हावाका बीच चुनावी नतिजा आफ्नो पक्षमा पार्ने पर्ने दबावमा छन् गगन थापा। गगन थापा काठमाडौँ निर्वाचन क्षेत्रमा 4बाट सर्लाइ पुगेका छन्। गगनले साहसपूर्वक मधेस झरेको दावी गरे पनि उनी रणनीतिक हिसाबले नै मधेस झरेकोमा शङ्का छैन। कांग्रेस नेतृत्वमा सहजै पुगेका गगनलाई प्रधानमन्त्रीको मिसन पूरा गर्न भने त्यति सहज देखिन्न, किनभने गगन अहिले पनि भनिरहेका छन् 5 वर्षका लागि कार्यालयमा परिसकेको म विशेष महाधिवेशन पक्षधरको विश्वासका कारण यहाँ छु। गगनले यस्तो भन्नुको अर्थ चुनावमा टिकट बाँड्ने कुरामा हेर्दा समेत धेरै कुरा पुष्टि हुन्छ। देउवा पक्षलाई पेलेर अगाडि बढेका गगनले चुनावको टिकट वितरणमा आफूलाई संसदीय दलको नेता बन्न सहज हुने बाटो अपनाएका छन्, जसका कारण पनि उनले पोख्न थालेको तुस्कै कारण कांग्रेसमा घात अन्तर्घातको श्रृङ्खला सुरु हुने देखिन्छ। काठमाडौँ निर्वाचन क्षेत्रबाट लगातार जित्दै आएका गगन थापा यो पटक पनि यही निर्वाचन क्षेत्रबाट आउलान्। धेरैलाई शङ्का थियो, किनकि एउटै निर्वाचन क्षेत्रमा जित निकाल्न सफल हुने कुरा सहज हुने देखिन्न। प्रधानमन्त्रीदेखि राजनीतिक समय सीमा तोकेका गगन अघिल्लो पटक निर्वाचित भए पनि आफ्नो मिसन पूरा गर्न सक्षम बनेनन्। यसरी अब गगनसँग काठमाडौँमै मत माग्ने खास एजेन्डा थिएन। पुरानै एजेन्डा लिएर जानुपर्ने अवस्था थियो, तर चुनौती धेरै थिए। जतिसुकै निर्वाचन क्षेत्रका लागि काम गरे पनि जनतामा असन्तुष्ट बढ्दै जाने हुन्छ, किनकि नेताको अनेक पाटोलाई मतदाताले नजिकबाट हेर्न चाहन्छन् र हेर्ने गर्छन्। यही कारण पनि सङ्कट देखेपछि सरलाई निर्वाचन क्षेत्रमा 4 मा झरेका गगन थापाले राष्ट्रिय सुदूर पार्टीका उम्मेद्वार अमरेश कुमार सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, जुन कुरामा गगनले प्रतिबद्धता जनाउँदै भन्न थालेका छन्। सर्लाही क्षेत्रमा 4 को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकाले मधेस र सर्लाहीका मुद्दा अब सङ्घीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठाउँछु। गगनले मधेसमा नयाँको सेन्टिमेन्ट चलिरहेको बेला गर्न लागेको चुनावी प्रतिस्पर्धा र विगतको मतको परिस्थितिलाई हेर्दा पनि सहज देखिन्न। यस्तो कारण पनि गगन चुनौतीपूर्ण स्थितिबाट मिसन सभापति जसरी नै मिसन पीएममा सफल होलान् यो निर्वाचन परिणामले पक्कै पनि देखाउनेछ। तर सरलाई 4 मा जित्न पनि उनलाई फलामको चिउरा चपाउनु पर्ने पक्की देखिएको छ, जसले गर्दा पनि फागुन 21 गतेको निर्वाचन निकै रोचक ढङ्गले अगाडि बढिराखेको छ।
त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। पूर्वी नेपालका विभिन्न जिल्लाहरू सकेर काठमाडौँ फर्किएका बालिन शाह अब सुदूरपश्चिम जाने भएका छन्। झापाबाट फर्किएका रासपाका वरिष्ठ नेता बालिन शाह भोलि सुदूरपश्चिम जाने भएका हुन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचार प्रसारमा सहभागी हुने कार्यक्रम तय भएको छ। चुनावको मनोनयनका लागि झापा पुगेका बालिनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए। झापाको बसाइबाट उनी उत्साहित बनेका छन्। यद्यपि उनले त्यहाँ रहँदा चढेको महँगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो। एक व्यवसायीले दिएको गाडी बालिनले त्यही नै छाडेर आएका छन्। सुदूरपश्चिमबाट बालिन निकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम 2बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली 2बाट उम्मेदवार बनेका छन्। यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालिन सुदूरपश्चिम जान लागेको बताइएको छ। सुदूरमा केही दिन बिताएर बालिन काठमाडौँ फिर्ता हुनेछन्। उनले काठमाडौँ ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियान समेतमा सहभागी हुने बताइएको छ। जसले गर्दा पनि बालिनको क्रेज एकपछि अर्को गर्दै दिनाउदिन बढिरहेको छ। जसले गर्दा फागुन 21 गतिको निर्वाचन निकै रोचक देखिन्छ, किनकि एपिसेन्टर झापा भएका कारणले पनि यसपालिको निर्वाचन निकै रोचक छ। दर्शकबिन तपाईँको मत कुनमा जान्छ, नयाँमा जान्छ कि पुरानैमा जान्छ, यो विषय भने तपाईँको आफ्नो व्यक्तिगत धारणा पनि हो। कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ, किनकि फागुन 21 को निर्वाचन नो नट अगेन भन्नेहरू पनि यतिखेर रान्तिमा छन्। साथै यता भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको चर्चा गरिएका उम्मेद्वार बालिन शाह बालिनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पब्लिक डिबेट गर्न अस्वीकार गरेका छन्। एमालेबाट ओली, काङ्ग्रेसबाट गगन थापा र रासपाबाट बालिन लगायत प्रधानमन्त्रीको दावेदार गर्नेलाई पब्लिक डिबेट गर्नुपर्ने माग सामाजिक सञ्जालमा चलेपछि ओलीले आफू मञ्चमा उभिएर पब्लिक डिबेट तयार रहेको बताउँदा बालिनले अस्वीकार गरेका हुन्। जनताको माग अनुसार आफू पब्लिक डिबेटका लागि तयार भएको ओलीले लेखेको स्टाटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिनले सहभागी नहुने प्रतिक्रिया दिएका छन्। आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो भन्ने प्रश्न गर्दै बालिनले ओलीलाई एउटै मञ्चमा उभिनु भनेको आफू त्यसमा सामेल भएको बुझिने प्रतिक्रिया दिएका छन्। आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो। तपाईँहरूले आफै 23 गते बच्चाहरू मारेको आतंकवाद लुकाउन 24 गते जलाएको हो। आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौँला। 76 जना बच्चाको हत्यारा उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ, बालिनले ओलीको पोस्टमा कमेन्ट ठोकेका छन्। ओली र बालिन झापा क्षेत्र नम्बर 5 मा निर्वाचनमा कडा प्रतिस्पर्धा गर्दैछन्। बालिनको प्रतिक्रिया प्रस्ताव सार्वजनिक बहसबाट भाग्न खोजेको भन्दै सामाजिक सञ्जालमा बालिनको आलोचना हुन थालेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनेकाले आफू तयार रहेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन्। ओलीले देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको दावी गरेका थिए। ओलीले फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग गरिएको हुन सक्ने आकलन गरेका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्? देश निर्माणमा यसअघि कसले के काम गरे? अब गर्ने कामको रोडम्याप के हो? योजना र खाका के छ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको उनको भनाइ थियो। जसले गर्दा यतिखेर चाहिँ नियन्नप्रो बालिन शाहले ठाडी अस्वीकार गरेपछि ओली हेरे भएका छन्। यता भने नेकपा एमाले चुनावमा जाने कि आन्दोलनमा भन्दै अझै पनि संशय व्यक्त भइराखेको छ। चुनावी कार्यतालिका अनुसार चुनावका निम्ति लगभग रान्ती काम सकिए तापनि नेकपा एमाले चुनाव हुन्न कि भन्ने आशंका व्यक्त गर्दै सरकारमाथि विभिन्न आरोप